आज चाहिँ महाशिवरात्रि अनि शिवरात्रिको अवसरमा हाम्रै सन्धिखर्कमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा गएर पूजा गर्दा यस्तो रमाइलो पो भयो। सो हेलो साथीहरू, हेलो के छ मेरो भने एकदम ठिकठाक छ, तपाईँहरूको पनि ठिकठाक नै होला। अनि बिहानको 5 बजे उठेर नुहाइधुवाइ गरेर चिसो मौसममा चट्टसँग लाग्यो मन्दिरतिर, फेरि पूजा पनि गर्नुपर्ने छ। अनि आज चाहिँ यस्तरी गइरहेका छौँ है, एकदमै वरिपरि सजाएर मन्दिर पनि एकदमै राम्रो भएको छ। फेरि दिदीहरू आएर पूजा गर्न पनि सुरु गर्नुहुन्छ। अनि मन्दिरको वरिपरिको अवस्था एकदमै राम्रो छ, एकदम शान्त वातावरणमा भजन कीर्तन पनि भइरहेको छ, पूजा आर्चना गरिरहेका छन् सबै भक्तजनहरूले। अनि मन्दिरभित्र त्यहाँ दिदीहरूले पूजा गर्दै हुनुहुन्थ्यो, मैले चाहिँ यसो भिडियो बनाउँदै बसेँ। अनि हाम्रो चाहिँ अहिले पूजा गर्न हुन्न के दुःख छ, अनि पछि मैले भिडियो बनाउन मात्र गएको मन्दिरमा चाहिँ। अनि वरिपरि एकछिन त्यही पूजासुजा गर्नु छ नि, मैले भिडियो बनाएँ, बसेँ अनि भजनको मजा लिएँ। अनि दिदीहरूले त्यहीँ पूजा गर्दै हुनुहुन्छ। अनि घरतिर आउने बेलामा चाहिँ मौसम यस्तो छ, कोइरो लागेको छ, कसैले उसु धुँदी भन्छन्, हाम्रो चाहिँ कोइरो भन्ने गर्छौँ। अनि कोइरो लागेको छ, कोइरो लागेपछि हामी चाहिँ घरतिर आउँछौँ। बिहान बिहानै जाडो चाहिँ एकदमै धेरै छ। अनि हजुरहरूको शिवरात्रि चाहिँ कसरी मनायो एकचोटि कमेन्ट गर्नु होला है।